ओहो, धेरै वर्षपछि आफ्नो गाउँ फर्के। आज गाउँ आउँदा धेरै सुनसान भयो, धेरै दुःख सङ्घर्ष गरियो। गाउँमा पनि सुनसान पो छ त। बल्ल बल्ल विदेशबाट आइयो होइन, काकीहरू पनि मुसु मुसु हाँसेर बस्या छ। ए आमा हजुर, मलाई त चिन्नु भयो नि। तँलाई नचिन्नु हो त माइकल मोरा? होइन के कति बुढो भए जस्तो छ मोरो। बुढो त भइयो नि, अब के गर्नु। विदेशमा पनि धेरै बसियो, दुःख कष्ट गरियो। यस्तै छ जिन्दगी आफ्नो। गाउँ हेरे जता त्यतै हरियाली, राम राम राम। अहिले त कति राम्रो भएको आफ्नो गाउँ। आफ्नो गाउँ जस्तो राम्रो विदेशमा पनि हुँदैन रहेछ। आफ्नो जन्मेको ठाउँ भने जन्मेको ठाउँ रहेछ। होइन के च्यार चुर गर्छ त। राम 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 राम। फुलै फुलको बगैँचा जताततै। लु साह्रै गर्मी पनि भयो, के गर्नु। होइन कहिले फोन गरेछ? नयाँ नम्बरमा पो फोन आउँछ, उठाउनु पर्यो। हेलो 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 हेलो, को बोल्नु भएको हजुर? अरे तिमी माइकल हो? हो नि हो। अनि हजुरलाई त मैले चिन्नै सकिनँ। कहाँ चिन्छु र भाइ, तिमी विदेशमा गएर डलर कमाएर आएका छौ। अब कहाँ चिन्छौ त डलरले पुरिएको मान्छे। के को डलर कमाउनु दाइ? विदेशमा कम दुःख गरियो। ढुङ्गा मुढा सिमेन्टी घोल्ने इँटा बोक्ने गरेर टन्न पैसा कमाएर घरमा पठाइदिए। इँटा जस्तो आइफोन पठाइदिए, स्कुटी पठाइदिए। यसो दुःख सुख गरेर अनि घरतिर आएको। घरमा आउँदा त दाइ बुढी नै पहिला भागेपछि, घरमै बुढी छैन। हो, तिमीहरू जस्ता युवाहरूको व्यवहारले गर्दाखेरि आफ्ना देउता समानका बाउ आमालाई लत्याएर जहिले श्रीमती श्रीमती भन्छौ। कुनैका दिन आफ्ना देउता समानका बाउ आमालाई 1 रुपियाँ पठायो, आज श्रीमती श्रीमती भन्छौ। त्यसैले दुःख पाएको हौ। आज बाउ आमाको नाममा केही रकम पठाएको थियो भने आज न श्रीमती पहिला जान्थिन्, न तिम्रो बिजोग हुन्थ्यो। त्यसैले हामी युवाहरूले सोच्नुपर्ने कुरा, आफ्ना वृद्ध भएका बाउ आमालाई पनि केही रकम पठाउँदाखेरि आज तिमी भर्न घाटका भयो। आज वृद्ध बाउ आमालाई पठाएको थियो भने आमा बुबा भन्दै जाने बाटो पनि रहन्थ्यो। अब श्रीमती पहिला गएर नाचेर के गर्छौ? त्यतिखेर बुद्धि पुर्यायो न। जमानीमा जतिखेर पनि मेरी बुढी मेरी डार्लिङ भनेर पैसा पठायो, ठिक्क पर्यो। अनि दाइ भन, हजुरले त यति सुझाव दिनुभयो, हजुरलाई त मैले चिन्नै सकिनँ। मलाई कहाँ चिन्छौ? बेउरा छोडेपछि चिन्छौ? म जक्सन हो, जक्सन। ओ जक्सन दाइ, नमस्कार दाजु। नमस्कार। नमस्ते नमस्ते। अनि कहिले आएका तिमी विदेशबाट? म त भर्खर 1-2 दिन भयो दाजु, भर्खर आइपुगेको छु गाउँमा त। अनि हजुर चाहिँ आज भोलि कतातिर हुनुहुन्छ दाजु? भाइ तिमीले त धेरै कथा सुनायौ। विदेश गए, दुःख गरे, ढुङ्गा बोके, बुढीलाई आइफोन जति पठाएँ, घरमा आउँदा बुढी पनि छैन, आइफोन पनि छैन, डलर पनि छैन भन्यो। बेउराजी तिम्रो खराब। म नेपालमै बसेर रातारात करोडौँ कमाउँछु भाइ। के गरेर दाजु? तिमी के मसँग काम गर्छौ त? काम त गर्छु दाजु। अब के पहिलाको कि बुढी खोज्न जाने हो कि के? होइन दाजु, के जानु।
अनि के भन्न खोज्या त यसो मन भुलाउनको लागि यहाँ पोखरेल आएको घरमा शब्द लाउनु भएको थियो अँ त्यतैतिर यसो आउँदै आएको छु मन भुलाउनु के गर्नु अब पुराण सुन कथा सुन नाच डान्स गर पहिला मसँग काम गर्ने हो कि न तुची भन न बिहान ल्याङ ल्याङ नगर न पक्का गर्छु दाजु पक्का तिमी तिमी कहाँ छौ अरे अहिले म त पुराणमा छु दाजु तिम्रो छेउछाउमा बाँस गाडी छ कि छैन छ दाजु छ ल त्यो बाँस गाडीमा जाऊ पहिला ए ल दाजु ल म गएँ ल ल पुग्यौ पुगेँ दाजु पुगेँ त्यहाँ कुनै पनि चरा मुसो कमिलो किरा कुकुर हुनु हुँदैन नि हाम्रो फोनमा ए दाजु कोही छैन कोही छैन नि पक्का पक्का कोही छैन त्यसो भए तिम्रा गाउँमा मठ मन्दिर छ कि छैन कति कति दाजु शिवजीको मन्दिर गणेश भगवानको मन्दिर देवी मन्दिर कति कति दाजु अनि गाउँघरमा राम्रा राम्रा सुन्दरी चेलीबेटी छन् कि छैनन् राम 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 मेरो गाउँमा त क्युट क्युट केटीहरू छन् हो। काइली साइली काइली ले त्यसो भए एउटा मूर्ति चोरेर ल्यायो भने 1 लाख रुपियाँ दिन्छु एउटी साइली चोरेर ल्यायो भने 2 लाख रुपियाँ दिन्छु काम गर्छौ होइन होइन त यस्तो त अब आफ्नो धर्म कर्म त कसरी बेच्ने दाइ अरे भाइ धर्म कर्म छोड पैसो भएपछि ऐसो हुन्छ पैसो भएपछि ऐसो हुन्छ दाइ यस्तो त गर्न सकिन्न त्यही पनि दाम त थोरको दाइ तिमीलाई के पैसा थोर भएको हजुर दाइ दाम अलिक विदेशमा गएर पैसा कमाएर श्रीमतीलाई पठायो कहाँ लिएर गई थाहा छैन अहिले 1 लाख दिन्छु भन्दा होइन भन्दा ल ठिक छ 5 लाख रुपियाँ दिन्छु एउटा साइलीको 5 लाख रुपियाँ एउटा मूर्तिको 5 लाख रुपियाँ गर्ने कि नगरे छिटो भन होइन होइन दाइ कहाँ 5 लाख भन्नुभयो अलिकति अझै बढाउनुहोस् न केही नहुनेलाई दियो भने अलिक बढाउन अरू बढाउँछ ल 8 लाख रुपियाँ भयो दुइटैको यो पनि अलिक थोर भयो दाजु अब अलिकति थोरै बढाउनुहोस् ल होइन तिमीलाई काम गर्ने मन छैन भने अर्कै खोजिहाल्छु म होइन होइन दाजु काम त गर्छु तर अलिकति थोरै बढाइदिनु न भाइ ल यसो गर अब लास्ट हो त्यहाँभन्दा म गर्दिनँ अर्कै मान्छे खोज्छु म फेरि ल ल ल दाजु ल एउटी केटीको 10 लाख रुपियाँ एउटा मूर्ति चोरे बापतको 10 रुपियाँ 10 लाख रुपियाँ जति चोरेर ल्याउँछ 10 का दरले दिन्छु हुन्छ अवश्य दाजु राम 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 10 लाख ल दाजु हुन्छ यता सुन मेरो कुरो पहिला हजुर 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 तिमीले जतिवटा मूर्ति ल्याउँछौ जतिवटा केटी ल्याउँछौ यो विराटनगरको जुगमुनि भन्ने ठाउँ छ नि चोकमुनि हजुर हजुर दाजु त्यहाँ भन्सारमा लिएर आउनु जति हुन्छ आज राति 12 बजी लिएर आउनु म तिमीलाई खित्री खित्री त्यही पैसा गरिदिन्छु हुन्छ ल दाजु ल ओके बाई बाई फोन राखेँ अहिले ल बाई बाई टाटा सिउ ल ल दाजु अब 10 लाख कमाउने भयो कहाँ पो होला त अब जानु पर्यो खोज्दै खोज्दै 10 लाख भनेको म 10 लाख खोइ त खोइ त कता पो हुन्छ ओहो मन्दिर त यहाँ रहेछ तर पुराणमा आएका भक्तजनहरू पनि सुतिसके कुकुर बिरालो पनि सुतिसके पुजारी पनि बा सुतेछन् अब लानु पर्यो होइन 10 लाख 10 लाख मूर्तिको केटीको 10 लाख बर्बाद कमाइयो माइकल दिमाग ट्रिक लगा माइकल ट्रिक ओ हे भगवती माता लौ भगवती माता रक्षा गरिदेऊ आज पैसाको लागि मैले तिमीलाई बेच्न खोजेँ म लान्छु तिमीलाई पैसाको लागि हे प्रभु दुर्गा माता रक्षा गर्नुहोस् है आज धर्म कर्ममा पैसाको लागि बेचिरहेको छु रक्षा गरोस् कसैले पनि देखेका छैनन् होला अब उठाउनु पर्यो अब लान्छु भयो माता हजुरलाई हे देवी भगवती हजुरले मैले पैसाको लागि धर्म बेच्न खोजेँ म पनि मेरो नखाने छ नलाउने छ बुढी श्रीमती भाकी पनि पहिला गई अब हजुरलाई म लान्छु अब यो खा लाने होला अब खोइ अब यतिखेर लाउँदा पनि कसैले थाहा पाउने हो कि पुजारी पनि सुतिसके कति राम्रो दाजु हो दाजु मलाई कस्तो भोक लाग्यो 5 रुपियाँ दिनु न 5 रुपियाँ भात खानु ले बढ़िया थी बउआ अंकल अंकल कति लाउनु अंकल के पो बोल्ला कस्तो भोक लाग्छ 50 रुपियाँ दिनु न ला लैजा ओ कति राम्रो अंकल एकचोटि माया गरौँ कति सबैजना हाँसेको अब कति राम्रो आन्टी फेरि मर्छु कि क्या आन्टी मलाई कस्तो भोक लाग्छ 10 रुपियाँ पैसा दिनु न जय होस् तपाईँको छिट्टै दियोस्
अब यो काकीले के देखाएको फेरि कुटुक कुटुक गरेर हेर न तपाईँलाई गलेको छ अब भुरे अङ्कल मर्छु कि अब भुरी अङ्कल अङ्कल मलाई कति भोग लाग्छ 50 रुपियाँ पैसा दिनु न कति ज्ञानी अङ्कल है तस्मा पनि लागेको रहेछ 10 रुपियाँ 10 को 100 लिएर गएर भात दाल भात तरकारी खा जय अङ्कलको एकचोटि चुम्मा खाइदो अङ्कलको 5 जोडी बुढी होस् ल अब यो सिस्टर किन हाँसेको किच्छ 5 पैसाको साथ देखाएर गरेछ अब उतापट्टि काका हुनुहुन्छ यत्रो भुँडी भएको काका कस्तो भोला छ 200 रुपियाँ दिनु न 200 छैन 10 रुपियाँ लु तपाईँको पनि 18 वटा बुढी होस् ल तपाईँलाई हात चला अब यहाँ कति लामो दादु 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 के भयो मलाई कस्तो भोगला चाहिँ 10 रुपियाँ पैसा दिनु न तँलाई बौलालाई कहाँबाट ल्याएर दिउँ 10 रुपियाँ दिनु न काका दिनु तँलाई त कसले दियोस् पैसा तँलाई मैले दिन्छु अहिले एकै लाख तँलाई बौलालाई दिनु न दाजु कस्तो भोगला चाहिँ दिनु न 10 रुपियाँ दिनु न दाजु तँलाई मैले कहाँबाट ल्याएर आफूलाई त कसले देला आफू त महादेव कसले देला बरु उता नटाङ भनेको तँलाई अझै एकै झापन हेर न यति राम्रो मान्छे तत्वा पनि कुटुक कुटुक लागेको छ मलाई दिनु न दाजु दिनु न छैन पैसा मसँग खुरुक्क गयो पैसा छैन यो नाना दिनु न कस्तो जाडो तँलाई भइरहेको नाना दाजु कति राम्रो कुटेको पाखण्डीलाई नाना चाहियो दाजु दिनु न 10 रुपियाँ दिनु न आफ्नो भागको बुढी पनि पहिलाकै तँलाई 10 रुपियाँ अहिले कति कुटेको 10 रुपियाँ माग्दा पनि कति कुटेको कति लोभी रहेछ आफूसँग हुनु पर्यो 10 रुपियाँ तँलाई दिन बौला पाखण्डी अनि मान्छे हेर्दा चाहिँ टक्क चस्मा लगाएको छ जुङ्गा छ हेर्छ अनि 5 रुपियाँ खाइले मेरी बुढी पहिला गई भनेर हामीलाई त्याग्छ त्यो भागो भन्नु पर्यो नि त बौलालाई के सुनाउ अनि पैसा नदिन दिन म दिन 1 दिन 2 दिन 3 दिन 1 2 3 नदिन 1 2 3 दिन अहिले 1 लाख दिन्छु फेरि तत्वा भागो मसँग पैसा मागे भने यस्तै हुन्छ के भाग्छ पक्का नदिने दिन 1 2 3 दिन अब एउटा कुरो भन्दैौ के कुरा भन् बौला भन्दैौ के कुरा नकुदैन एउटा कुरो भन्दैौ के कुरा भन्न बौला पागल पक्का भन्दैौ पक्का भन्न बौला पक्का भन् पैसा नदिने दिन 1 2 3 दिन 1 2 3 अघि त कालो भाडामा हेलो झकमनी विराट भनेर सबै सुनेको छु मैले अन्त ज्याकमुनि र भ्याकमुनि जले पनि भनिहाल्छ के पनि त बौलाले भनेर कहिले पत्याउँछ तँलाई त बौलाले भनेर कति कुदेको त बौलाले भनेर अहिले फेरि भन्ने भने त तैँले भनेर कहिले पत्याउँछ भन्ने भने हे गाउँका दाजुभाइ दिदीबहिनी हो यो हाम्रो गाउँको धर्म कर्म बेच्ने हाम्रा गाउँका छोरी चेली बेच्ने यो पागल चोर हो चोर हे प्रभु हे माता आज हाम्रो धर्म कर्मलाई आज यस्ता दैत्य राक्षसहरूले आज हजुरलाई दिन भाडे चुरेर बेचिरहेका छन् आज यो रूप धारण गरेर हजुरलाई बचाउन छु माता रक्षा गरिबक्छु जय माता रक्षा गरिबक्छु इमान बेचिदिन्छ मान्छे आफ्नो ज्यानलाई बेचिदिन्छ मान्छे इमान बेचिदिन्छ मान्छे आफ्नो ज्यानलाई बेचिदिन्छ मान्छे खोजिँदा भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई
पैसाको माथि आफू मात्र देख्दो रहेछ मान्छेको जातले नमायाले पुग्दो रहेछ पैसाको माथि आफू मात्र देख्दो रहेछ मान्छेको जातले आफू मात्र देख्दो रहेछ यो मान्छेको जातले बेचिदिन्छ मान्छे आफ्नै जहानलाई बेचिदिन्छ मान्छे चिहान बेचिदिन्छ मान्छे आफ्नै जहानलाई बेचिदिन्छ मान्छे खोजी हिँड्दा भेटे भए भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे मान्छे रमायो मान्छे आफ्नै पहिचानलाई बेचिदिन्छ मान्छे स्वाभिमान बेचिदिन्छ मान्छे आफ्नै पहिचानलाई बेचिदिन्छ मान्छे खोजी हिँड्दा भेटे भए भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे मान्छे रमायो हरायो मान्छे हे गाउँवासी हो हे नगरवासी हो हजुरहरू सबैले मलाई पागल पागल भन्नुभयो वास्तवमा म पागल होइन आज मैले आफ्नो धर्म आफ्ना गाउँघरकी छोरी चेली बचाउनको लागि यो भेष धारण गरेर आएको हुँ म पागल होइन वास्तवमा पागल भन्नु पनि हजुरहरू हो आज दिन डाँडै हाम्रो धर्म बेचिरहेको छ मठ मन्दिर बेचिरहेको छ खोइ हजुरले के गर्नुभयो मन्दिर बनाएर मात्रै धर्म झुकिँदैन हामी पर्वमा कहिले दसैँ मान्ने कहिले तिहार मान्ने कुन धर्ममा मान्ने र कुन मन्दिरमा गएर पूजा गर्ने त्यसैले म पागल होइन यो भेष धारण गरेर आएको मात्रै हो हाम्रो धर्म र संस्कृति बचाउनको लागि हजुरहरूसँग मेरो हार्दिक अनुरोध छ मठ मन्दिर बनाऊ मठ मन्दिर संरक्षण गरौँ धर्म कर्म जोगाउँ तब हामी हाम्रो चाडपर्व धर्म संस्कृति मान्न पाइन्छ भन्ने मूल सन्देश रहेको थियो हस्त सबैलाई राधे राधे रक्षाको लागि कस्तो राम्रो दिव्य झाँकीहरूलाई देखाउनु भएको छ जोरदार ताली बजाएर एउटा भजनमा सबैजना नाच्नु पर्ने बेला जाने बेला नाचेर मात्र जानु